कोनिचिवा मिनासान लोनी युट्युब च्यानल योकोसो। गएको भिडियोमा हामीले पेज नम्बर 1 देखि पेज नम्बर 11 सम्म पढ्यौं र आज चाहिँ अब हामी पेज नम्बर 12 बाट स्टार्ट गर्दैछौं। लेसनमा स्टार्ट गर्नुभन्दा अगाडि म के भन्न चाहन्छु भनेदेखि यो भिडियो चाहिँ तपाईले हेरेर सुनेको भरमै पनि तपाईले एसएसडब्ल्यू बिल्डिङ क्लिनिङको एक्जाम चाहिँ पास गर्न सक्नुहुन्छ। त्यसैले यो भिडियो चाहिँ हेर्दाखेरि एकदमै ध्यानपूर्वक राम्रोसँग सुनेर बुझेर हेर्दिनु होला। सोरेदेवा इस्योनी बेन्क्योसिमास्यो। लेसन 12 मा चाहिँ आज के टपिक छ भनेदेखि बिरुकुरिङ्गुनो गो गेन्सोकु भनेको छ बिल्डिङ क्लिनिङको 5 वटा सिद्धान्तहरू। केही सानले भन्छ माइसान सेइसौ सुरु तामेनी ताइसेचुना कोतोवा नान्दातो ओमाइमास्का भनेर भनिरहेछ। सरसफाइ गर्नको लागि महत्त्वपूर्ण कुरा के हो जस्तो लाग्छ भन्छ। सोन्नानो खान्तान देशियो, त्यो त सजिलो छ नि। योगोरे ओ ज्योक्यो सुरेबा योइनो देशने, फोहोर हटाए त पुग्छ नि हैन र भनेर भन्छ। त्यसपछि केही सानले भन्छ चिगाओ, त्यो चाहिँ होइन, त्यस्तो चाहिँ होइन, फोहोर मात्रै हटाउनु चाहिँ होइन, यसमा अरू कुराहरू पनि पर्छन् भनेर भनिरहेछ। अब के भन्छ उसले पुरोनो सिगोतो नो तामेनी वा सितागा गोगेन्सोकु नि सितागात्ते साग्यो ओ सिनाकेरेवा इकेनाइन्दायो भन्छ। यो भनेको चाहिँ प्रोफेसनल काम गर्नको लागि चाहिँ 5 वटा सिद्धान्त अनुसार काम गर्नुपर्छ भनेर भनिरहेछ। अब हामी पढ्छौं 5 वटा प्रोफेसनल काम गर्ने सिद्धान्त चाहिँ के हो त, के काम गरियो भने के कुरामा ध्यान दियो भने चाहिँ प्रोफेसनल काम हामीले गर्न सक्छौं त भन्ने कुरा चाहिँ यहाँनिर तलपट्टि दिएको छ। यहाँ रातो अक्षरमा लेखेको छ बिरुकुरिङ्गुनो गोगेन्सोकु बिल्डिङ क्लिनिङको चाहिँ 5 वटा सिद्धान्तहरू। केन्जाइनो चिसिकी यानी कि निर्माण सामग्रीको ज्ञान। अर्को छ योगोरेनो चिसिकी यानी कि फोहोरको ज्ञान। त्यसपछि तेस्रो छ सेन्जाइनो चिसिकी डिटर्जेन्ट सम्बन्धी ज्ञान अथवा सफा गर्ने रसायन सम्बन्धी ज्ञान हुन चाहिँ यो पनि आवश्यक पर्दो रहेछ हामीलाई। के हुन त पुरो सिगोतोनो तामेनी यानी कि प्रोफेसनल काम गर्नको लागि। अर्को छ योनबानमा छ साग्यो हौ हौ नो चिसिकी। साग्यो हौ हौ नो चिसिकी भनेको चाहिँ काम गर्ने तरिका अथवा काम गर्ने विधिको चाहिँ ज्ञान पनि हुनु पर्दो रहेछ। त्यसैगरी 5औं नम्बरमा छ योबौ साकु नो चिसिकी यानी कि रोकथामको उपायको ज्ञान। त्यसपछि यहाँ तलपट्टि लेखिएको छ बिरुकुरिङ्गुनो गो गेन्सोकु वा कोनो होन ओ योमी सुसुमे नागारा ओबोएते इत्तेने भनेर भनिरहेछ। यो भनेको चाहिँ बिल्डिङ क्लिनिङका 5 वटा सिद्धान्त चाहिँ यो किताब पढ्दै जाँदा याद गर्दै जानुपर्छ है भनेर भनिरहेछ। अब चाहिँ हामीले 13 नम्बरमा चाहिँ आइसाचुको बारेमा पढ्नुपर्छ। यहाँ लेखिएको छ सोरेकारा सेइसौ क्याकुसामा आइते सेइसौ वा ओक्याकुसामा आइते नो सिगोतो नानोदे भनेको सफाइको काम भनेको चाहिँ ग्राहकसँग सम्बन्धित हुने भएकोले कोतोबा चुखाइ या सिसेइनिमो चिउइगा हिचुयो दायो भनेर भनेको छ। यो चाहिँ अब ग्राहकसँग सम्बन्धित सरसफाइको काम हुने भएकोले चाहिँ बोल्ने तरिका अथवा आचरणमा चाहिँ ध्यान दिनु पर्छ भनेर भनिरहेछ। ओक्याकुसामा तो खाइवाओ सुरु तोकी भनेको ग्राहकसँग कुरा गर्दाखेरि चाहिँ त्यही नै न कोतोबा चुगाइतो तादासी सिसेइ ओ कोकोरोगा केयो भनेको विनम्र भाषा प्रयोग र सही आचरण चाहिँ अपनाउन चाहिँ एकदम महत्त्वपूर्ण छ अथवा त्यसमा ध्यान दिनुपर्छ भनेर भनिरहेछ। यानी कि ग्राहक यो सरसफाइ चाहिँ ग्राहकसँग सम्बन्धित हुने भएकोले ग्राहकसँग कुरा गर्दाखेरि चाहिँ सही भाषा र आचरण चाहिँ अपनाउनु पर्छ, त्यसमा ध्यान दिनुपर्छ भनिरहेछ। अब यहाँनिर अर्को के छ भनेदेखि मुकौगावा नो सेइसौ मो ओनेगाई अर्को तर्फको सरसफाइ पनि कृपया गर्नुहोस् भनिरहेछ त्यो व्यक्तिले। माइसानले चाहिँ खासी कुमारी मासिता भनेको बुझे हुन्छ हस् भनेर भनिरहेछ। तर त्यो भन्ने बेलामा चाहिँ माइसानको आँखा चाहिँ सिधै त्यो आइतेको यानी कि दोस्रो पक्षको चाहिँ आँखामा चाहिँ आँखा जुदाइरहेछ माइसानले हैन। अनि यहाँ तलपट्टि लेखेको छ आइतेनो मे ओ मिरु यानी कि दोस्रो पक्ष यानी कि अर्को व्यक्तिको आँखामा चाहिँ हेर्नुहोस् भनेर भनिरहेछ। अनि यता हामीले राइट साइडमा देख्छौं आरिगातो गोजाइमास अथवा आरिगातो गोजाइमासिता भनिरहेछ। त्यो आरिगातो गोजाइमासिता भन्दाखेरि चाहिँ हामीले 45 देखि
15 देखि 45 डिग्रीसम्म चाहिँ झुक्नुपर्छ। यहाँ चित्रमा नि देखाएको छ आरिगातो गोजाइमासिता भनेर लेखेको छ र त्यो चाहिँ आरिगातो गोजाइमासिता भनेर भन्दाखेरि चाहिँ आसी ओ सोरोएरु भनेको चाहिँ खुट्टा चाहिँ सिधा गरेर दुईटा खुट्टा जोडाउनु पर्छ है। जहिले पनि आइसाचु गर्ने बेलामा चाहिँ 15 देखि 45 डिग्रीसम्म झुक्ने आरिगातो गोजाइमासिता भन्ने, तर त्यो भन्दाखेरि चाहिँ खुट्टाहरू पनि जोडिएको हुनु पर्यो चित्रमा देखाएको जस्तै गरी है। त्यसपछि त्यहाँ तल छ ओजिकी वा आइते नि केही ओ आरावासु दौसादेश भनेको झुकेर अभिवादन गर्नु भनेको चाहिँ अर्को व्यक्तिको अथवा अर्को व्यक्तिप्रति चाहिँ सम्मान देखाउनु हो अथवा सम्मान देखाउने कार्य हो भनेर भनिरहेछ। कोशिकारा ओरुयोनि ओजिकी ओ स्यौ भनेको कोशिकारा ओरुयोनि ओजिकी ओ स्यौ भनेको ढाड अथवा कम्मरलाई चाहिँ झुकेर अभिवादन गरौँ, कम्मरलाई चाहिँ झुकाउँ भनेर भनिरहेछ। यहाँ अर्को रातो अक्षरमा तलपट्टि लेखिएको छ आइसाचुदे योकुचु खाउ कोतोबा। आइसाचु गर्दाखेरि चाहिँ प्रयोग हुने शब्दहरू 1 नम्बरमा छ ओहायो गोजाइमास, यो चाहिँ बिहान कसैलाई भेट्दा वा काम सुरु गर्दा भनिन्छ। 2 नम्बरमा छ आरिगातो गोजाइमासिता, यो चाहिँ कसैलाई मद्दत गरेपछि अथवा सेवा पाएपछि या भनौँ काम सकिएपछि धन्यवाद दिन प्रयोग गरिन्छ। 3 नम्बरमा छ खासीकोमारिमासिता, यो चाहिँ माथिल्लो तहको व्यक्ति ग्राहक वा सिनियरलाई चाहिँ मैले कुरा बुझेँ भन्ने बेलामा प्रयोग गरिन्छ। 4 नम्बरमा छ मौसिवाके गोजाइमासेन भनेर भनेको छ, यो चाहिँ गल्ती हुँदा, ढिलो हुँदा अथवा समस्या हुँदा माफी माग्नको लागि प्रयोग गरिन्छ। 5 नम्बरमा छ योरोसिको ओनेगाइसिमास, यो चाहिँ पहिलो पटक भेट्दा अथवा काम सुरु गर्दा या सहयोग माग्दाखेरि प्रयोग गरिन्छ। 6 नम्बरमा छ ओमाता सेसिमासिता, यो चाहिँ कसैलाई पर्खाउनु परेको बेलामा भनिन्छ। 7 नम्बरमा छ सिचुराइसिमास, यो चाहिँ कोठामा पस्दा निस्कँदा अथवा कसैलाई चाहिँ बाधा पुर्याउँदा अथवा कामबाट जाने बेलामा कामबाट छुट्ने बेलामा प्रयोग गरिन्छ। आजको लागि यति नै। तपाईलाई यो भिडियो कस्तो लाग्यो कृपया कमेन्ट बक्समा सल्लाह सुझाव दिनुहोला र अबदेखि प्रत्येक दिन म यसै गरी नै 2 3 वटा पेजको चाहिँ भिडियो बनाउँछु पेज वाइज। तपाईलाई यो भिडियो मन पर्यो भने कृपया भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गरिदिनु होला। मेहनत गरेर पढ्नुहोस्, सफलता एक दिन अवश्य मिल्नेछ। धन्यवाद।